विशेषताको पहिचान गर्नुस्। यस दाइ। अब उसको अगाडि त भन्नु नहुने फेरि बिहा गर्नु कि गर्नु त्यो चाहिँ म एक्सप्लेन गर्न सक्दिनँ किनकि अब फर्स्ट टाइम हेर्दा चाहिँ मैले अर्कै तरिकाले नै हेरेँ होइन, तर पछि हेर्दा चाहिँ राम्रो लाग्यो, एकदमै राम्रो लाग्यो। न सिनेमामा उसले मलाई देख्छ न नजिक आउँदा उसले मलाई देख्छ। मेरो अवस्था के होला, मेरो हाल बुझिदिनु पर्यो यार सबले। मैले फर्स्ट मुभी हेर्दा त म धेरै नै सानो थिएँ त्यति बेला त। होइन त्यो माध्यम चाहिँ तपाईँले चाहियो कि किनभने मधु भाउजूलाई अरू कसैले सक्दैन हजुर जस्तो कोही छैन नि त इन्डस्ट्रीमा, त्यही भएर ह्यान्डसम हजुरै हो। तपाईँ जस्तो पनि त कोही छैन होइन, सबैजना आफ्नो ठाउँमा आफ्नो ठाउँमा। हामी हरेक व्यक्ति आफैमा युनिक छौँ, सबै विशेष छौँ होइन। सबैमा कुनै न कुनै किसिमको खुबी छ, ट्यालेन्ट छ। आफ्नो विशेषताको पहिचान गर्नुस्। यस दाइ। ओके होइन त आज त अब के अरे यो माहौल देख्दाखेरि चाहिँ मलाई मधु भाउजूसँगै बोलाउनु मन लाग्यो, त्यही भएर हजुर कसरी बोलाउनुहुन्छ मधु भाउजूलाई बोलाउनु न। कहाँ गयो खै देखिन न बोलाउने भाउजूलाई। तपाईँहरू अलिकति मधु भाउजू गयो उसलाई बोलाउने हिम्मत कहाँ छ मेरो होइन। त्यस्तो त नहुन सक्ला नि। उसले बोलायो भने खुरुखुरु जाने हो, उसलाई बोलाउने कहाँबाट हिम्मत हुने। कि भेट्न जाने हो त जाऊँ न त दाइ भाइ जाऊँ दाइ भेट्नै जाऊँ न। अनि दाइ तपाईँ भाउजूलाई भेटेर के भन्नु मन छ? त्यही त हो नि, अब हामी फिल्मको लागि आयौँ होइन। फिल्म कस्तो छ भनेर सोध्नु पर्यो। घरको जिज्ञासा फिल्म कस्तो लाग्यो अरे? हामी होइन रमाइलो कुरा गर्दै थियौँ, अलिकति यो गर्मीको माहौलले गर्दाखेरि ऊ भयो होइन। दाइलाई मैले भन्दै थिएँ भाउजूलाई भेटेर के भन्ने भनेर। उहाँले सोध्नु भएको मलाई अचम्म लाग्छ यार।
तपाईँले किन उहाँलाई सोध्नुको लागि एउटा माध्यम खोजिरहनु भएको छ? अघि हजुरले भनिसक्नुभयो मसँगै हिम्मत छैन भनेर, अनि मसँग त झन् कसरी हिम्मत भयो भने फिल्म कस्तो लाग्यो? भाउजू कस्तो लाग्यो हजुरलाई फिल्म नर्सिङ हावा बतायो? राम्रो छ, राम्रो लाग्यो हजुर, राम्रो छ। तपाईँले हेर्नुभयो त? हजुर राम्रो होइन, यो जिज्ञासा चाहिँ हामीले त दिन प्रतिदिन राजदाईलाई भेटिरहेछौँ होइन, आज फर्स्ट टाइम हजुरलाई भेट्ने मौका जुर्यो, त्यही भएर हजुरलाई चाहिँ यत्रो वर्ष उनीहरूले बाजा बजाएको हो क्या पहिला पहिला? है तपाईँ आउँदाखेरि बाजा कहिले बजेन? यो बाजा बज्दा सरी तपाईँले मेरो अस्ति धनगढी र नेपालगञ्जको जुन म्याच कुराकानी मिल्यो नि दाजु, यो भुवन बराल भनेर उनीहरूले सोधे को भनेर, भुवन बराल यो भनेर चाहिँ यो बाजा होइन अति यहाँ ल्याएर अनि दाजु मैले हो तिमीलाई हेपेँ, मैले हिन्दी फिल्मको कहानी जोडेँ हो नि, मलाई आज मलाई कुर्थे यो गाउँले ल्याएर। ओके, अनि दाइ यो बाजा कहानी भन्यो दाजु, बाजा पनि साथमा अनि भाउजू पनि साथमा हुँदा चाहिँ त्यो बिहेको मुमेन्ट चाहिँ कतिको याद आयो, रिकल भयो? अब उसको अगाडि त भन्नु नहुने, फेरि बिहा गरौँ कि गरौँ राउन्ड 2 गरौँ कि भने कोसँग? मैसँग होइन, प्रश्न आयो त कोसँग भनेर। यहाँ देख्नु भएन म काँपिरा, हिम्मत छ मेरो। आज राजदाई फर्स्ट टाइम मैले यसरी नर्भस देखिरहेको छु है, मैले फर्स्ट टाइम। किन हो भाउजू? मलाई त त्यस्तो लागेन। हजुरले त अब सधैँभरि यस्तै अवस्थामा देख्नु भयो। म बढी नर्भस त तपाईँलाई देखेर हुन्छु। भाउजूलाई चाहिँ होइन यो बाजा सँगसँगै अनि राजदाइनीसँगै हुँदा चाहिँ आफ्नो बिहेको मेमोरी चाहिँ के रिसाइकल भयो कि भएन? अहिले तपाईँले भनेपछि चाहिँ अलिअलि याद होइन, अघि त एकदमै क्राउड थियो, त्यति फिल्मकै माहौलमा छु जस्तो लागिरहेको थियो अघि चाहिँ। हजुरलाई नि फेरि बिहे गरौँ जस्तो लाग्यो? होइन, अस्ति भर्खर त एनिभर्सरी भयो हाम्रो होइन, अब नेक्स्ट एनिभर्सरीमा फेरि गर्नुपर्छ होला। भनेपछि अब फेरि बिहे गर्दै हुनुहुन्छ राज समाल? हामी त दोहोऱ्याइ तेह्राइ गरिरहन्छौँ होइन, जबसम्म 50 वर्षमा होइन, 50 वर्ष पुग्न त अझै टाइम छ नि त होइन। 50 भने त कसको, मेरो बुवाको उमेर हो कि जस्तो लाग्छ यार। भाउजू हजुरले चाहिँ यत्रो वर्षपछि राजदाई पर्दामा ब्याक आउनु भएको छ होइन, अनि त्यसपछि कस्तो लाग्यो हजुरलाई चाहिँ होइन, स्पेसली त्यो पर्दामा हेर्दाखेरि चाहिँ कस्तो लाग्यो त राजदाई? अब त्यो चाहिँ म एक्सप्लेन गर्न सक्दिनँ, किनकि अब फर्स्ट टाइम हेर्दा चाहिँ मैले अर्कै तरिकाले नै हेरेँ होइन, तर पछि हेर्दा चाहिँ राम्रो लाग्यो, एकदमै राम्रो लाग्यो, राम्रो छ। उसले फर्स्ट टाइम हेर्दाखेरि कहिले पनि म खेलेको छु भनेर हेर्दैन कि, एकदम क्रिटिकली हेरेर आउँछ फिल्म एज अ होल, कस्तो बन्यो के बन्यो होइन। त्यहाँ उसले मलाई हेर्नुभन्दा पनि एकदमै एउटा क्रिटिकल हिसाबबाट हेरेर आउँछ कि सम्पूर्ण सिनेमाको, त्यो चाहिँ नि छ। देख्नुभयो न, सिनेमामा उसले मलाई देख्छ न, नजिक आउँदा उसले मलाई देख्छ, मेरो अवस्था के होला, मेरो हाल बुझिदिनु पर्यो यार सबले। अब हामीले राजदाईलाई एज अ कलाकार, एज अ हाम्रो महानायक त देखि नै रहेछौँ, एज अ श्रीमान चाहिँ कस्तो हुनुहुन्छ भाउजू? कस्तो होइसिन्छ त्यो हजुरलाई प्रश्न भन्दिछु न हजुर आफै। नियम उसले बनाउँछ, उसको नियममा एक हेरेर म फलो गर्छु क्या। त्यो घरको संविधान अनुसार मेरो चालचलन भएको छ कि छैन? होइन ठिक छ, राम्रो होइसिन्छ, राम्रो होइसिन्छ। सोध्दा घरमा झगडा पार्ने कुरा चाहिँ नगरौँ है फेरि। राज समाल र भाउजूको घरमा झगडा हुन्छ होला नि? राम्रो होइसिन्छ, खराबै छु छैन। भाउजू त बोल्न लजाउनु भएको कि नर्भस हुनु भएको आज कि यस्तै दुईटै है? दुईटै हो। गर्मी पनि छ, क्यामेरा अगाडि नर्भस नै हुन्छ अलिअलि। भुवनजी एकचोटि नाचिदिनुहोस् न त, तपाईँ नाचेपछि सबै नर्भस। हामी ताली बजाइदिन्छौँ नि त ल। होइन, अब अहिले चाहिँ मलाई होइन, बरु हामी आफै गीत गाउँछौँ अनि भाउजू र तपाईँ एक दुईचोटि भयो नि नाच्नु पर्यो। ल गीत गाउनुहोस् त। अनि माया छेउमै बस न माया, छेउमै। होइन बिचरा भाउजू धेरै नर्भस हुनुभयो क्या, भयो एकदमै लाज लागिरहेछ, अप्ठ्यारो लागिरहेछ।
ओके तपाईँलाई अरू नै प्रश्न सोध्छु नि त है म तपाईँलाई फर्स्ट टाइम होइन भेरी द फर्स्ट टाइम तपाईँले राज हमालको मुभी हेर्दाखेरि र अहिले हेर्दाखेरिमा तपाईँलाई के अन्तर पाउनु भयो त बाफ्रे त्यस्तो गहिरो त मैले सोचेको छैन अहिले पछि भनौँला यसको आन्सर चाहिँ तर मैले फर्स्ट मुभी हेर्दा त म धेरै नै सानो थिएँ त्यति बेला त बच्चाको रोल धेरै गम्भीर उत्तर आयो सानो थियो त्यही भएर मलाई त्यति ल थ्याङ्क यू थ्याङ्क यू के अरे भाउजूले दाई नै भन्नुहुन्छ अरे भनेर यो राज दाई भनेर सबले भन्दाखेरि राज दाईलाई भाउजूले साँच्ची दाई नै भन्नुहुन्छ अरे भन्ने हल्ला आइरहेको थियो नि भाउजू हजुरले के भन्नुहुन्छ के भनेर बोलाउनुहुन्छ राज दाईलाई दाई चाहिँ भन्दिनँ दाई चाहिँ त्यो त भन्दिनँ है मेरो यति लामो समयसम्म विवाह किन नभएको थाहा छ किनकि म जहाँ पनि जान्थेँ नि पूर्व पश्चिम उत्तर दक्षिण जहाँ पनि जान्थेँ सम्बोधन गर्दाखेरि मेरो प्यारो दिदी बहिनी दाजुभाइ भन्थे सम्पूर्ण नेपालमा दिदी बहिनी दाजुभाइ भएपछि बिहा कोसँग गर्नु कति गाह्रो अनि एकजना फेला पारे जसले मलाई दाइ भन्दा मैले सोचेँ यो ठिक छ राज दाईले चाहिँ भाउजूलाई के भनेर बोलाउनुहुन्छ म त इसाराले बोलाउँछु आँखा यसो गर्छु होइन कहिलेकाहीँ अलिकति टाढा हुँदाखेरि समझदारलाई इसारा काफी छ यार तर दाजु सिधा हेर्न डराउनु किन केही छ एकदम सही भन्नुभयो सिधा अहिले हल्लिरहनु भएको छ एकदम मलाई यस्तो लागिरहेछ कि यहाँ अगाडि के होस् र लुकिहालौँ त्यो भनेको माया हो चोखो माया यो रेस्पेक्ट एक अर्कालाई रेस्पेक्ट त हलमा धेरै माया पाउँदाखेरि देखिहाल्यौँ केही भइहाल्ला कि भनेर मैले एउटा बडीगार्ड पनि राखिरहेको छु एकदम अघि एकजना आमाले एकदम धेरै माया गर्दै तपाईँहरूको एकदम मनपर्छ सबै कुरा मनपर्छ बस अब छिटै एउटा सन्तान चाहिँ चाहियो भनेर भन्दै हुनु उहाँले कस्तो एकदम हृदयदेखि अनुरोध गर्नुभयो है तपाईँले हृदयदेखि नै भन्दै हुनुहुन्थ्यो एकदमै राम्रो एउटा आफ्नो भित्र भएको भावना पोख्नु भयो कि एकदम टचिङ लाग्यो मलाई त उसलाई पनि भन्नुभयो अनि मलाई पनि कुनामा बोलाएर अरू सबैलाई हटाएर एकदमै भावुक भएर उहाँले मलाई भन्नुभयो अनि रमाइलो राम्रो लाग्यो मलाई अब हामी सोच्नु पर्ला होइन राज दाइले त यो प्रश्न हामी सधैँ सोधि नै राख्छौँ आज भाउजूलाई नै सोध्नु पर्यो बच्चाको विषयमा चाहिँ त्यही त उहाँले भनेको जस्तो अब सोध्छौँ गएर सोध्छौँ पनि अब सोचेर मात्रै त हुँदैन होइन सोधेपछि सोचेर मात्रै हुने भइहाल्छ संसार अलिक एक्सनमै उत्रिनु पर्ला कि जस्तो लाग्यो अब ओके आजदेखि एक्सनमा उत्रिनु र अब फिल्म खेल्दै जानु होइन भाउजू हजुरको सजेसन छ कि छैन दाइलाई फिल्म खेल्दै जानु किनभने राज साईको कमब्याक भइसकेपछि यति धेरै माया पाइराख्नु भएको छ होइन अनि त्यसपछि उहाँले निरन्तरता दिए हुन्थ्यो भन्ने धेरैजना हुनुहुन्छ नि त त्यो हजुरको चाहिँ के सोच छ फिल्म इन्डस्ट्रीमा दाइले निरन्तरता दिए हुन्थ्यो कि नै मेरो त उहाँलाई पहिलाबाट नै थियो फिल्म अझै गरिसियोस् भन्ने इच्छा थियो जुन चाहिँ अब पुरा भएको छ बिस्तारै उहाँ आइसिन्छ होला अझ धेरै मुभी गर्छिन्छ हजुर त यति लजावती हुनुहुन्छ होइन हजुरलाई चाहिँ दाइसँगै कतै स्क्रिनमा आउन मन छ कि छैन मलाई स्क्रिनमा लाज लाग्छ म त्यति कम्फर्टेबल जो दुनियाँसँग लजालु हुन्छ नि उस श्रीमानसँग चाहिँ असाध्यै आक्रामक हुन्छ त्यो सब एनर्जी श्रीमानलाई बचाएर त्यो त हर घरको कहानी है त्यही त दाजुले पीडा भन्नुभयो कि जोक गर्नुभयो यसमा तपाईँ कतिको सहमत राज दाइको जोक सहमति सबैजना सबै इक्वल नै हो मैले अहिले बोलिरहँदाखेरि उहाँलाई लाग्यो कि उहाँकै पीडा बोलिरहेको छु ओके ल थ्याङ्क यू सो मच तपाईँलाई अनि त्यसपछि थ्याङ्क यू सो मच भाउजू थ्याङ्क यू